भएको सुन्यौ कि कहाँ सुनेको कपाल कस्तो राम्रो कपाल थियो नाइस नाइस हिजो त्यही भएर मेरो बलेन के दिदी है यस्तो धेरै दिनु भयो नि त्यो लाग्थेन के तल धेरैचोटि खसाल्यौ क्या हो खस्यो त्यही भएर उता नहेर नि त ऐनामा हेलो गाइज आज चाहिँ हामी रिङ लाइट किन्न जाँदैछौँ र मेरो बेलुका काम पनि छ र भर्खर स्कुलदेखि आएको र अब यो बिचको समयमा चाहिँ जाने अनि हाम्रो रुम अगाडि नै छ त्यो होइन यहाँ माता गेङ भनेको त्यहाँ सबै सामान पाइन्छ कि दिदीको बस्ने एपार्टमेन्ट चाहिँ यो माथि हो होइन र दिदीको रुम अगाडि नै यो चाहिँ हाम्रो यामादा गेङ्की रहेको छ सो गाइज भित्र जाम हेलो मेरो क्लासमेट दाइ भेटिनु भएको छ हेलो अब ब्लगमै हो कस्तो अचानक भेट भयो त तपाईँ चाहिँ के लिनु भएको यहाँ ए र यहाँ हाम्रो साथीले के भन्न चाहनुहुन्छ शिवानीलाई धेरै माया गरिदिनु भन्न चाहन्छु ओके थ्याङ्क यू सो मच ल हामी पनि जाऊँ है अब ल बाई रिङ लाइट रहेको छ यो रिङ लाइट चाहिँ यसको प्राइस भने होइन यस्तो टाइप सेम टाइपको रिङ लाइट यस्तै छ है यसको चाहिँ प्राइस छ कति भन्ने यही रिङ लाइट लिने हो त दूरबीन ट्राई गर्दै हुनुहुन्छ चाहिँ हेर्दै राख्नुभयो कस्तो देख्यो चाहिँ हजुरलाई दूरबीन देखेर टाढाको सामान नजिक देख्यो टाढाको चिजहरू डाइसनको आइरनहरू यहाँ कतिको पाइन्छ किन्नुहुन्छ भन दिदीले अब बिस्तारै डाइसनको आइरन किन्नुहुन्छ होइन प्राइस अब हेर्दैछु यो चाहिँ 8,000सम्मको छ यहाँ चाहिँ 7,000 8,000 र अब अलि राम्रै किन्ने भन्ने सोचिरहेको छु हेर्दैछु यो चाहिँ सायद रोलर गर्ने हो क्या दिदी रोलरै हो त यो चाहिँ रोलर गर्ने हो चार्ज हुने दिदी तपाईँ रोलर गर्ने हामी चाहिँ स्टिल गर्ने भनिरहेको छौँ यो 2,400सम्मको चाहिँ हेयर स्ट्रेटनर बाल हेयर स्ट्रेट गरेको पनि सानो भयो कि त्यो अलि राम्रो भएन त्यो कपाल कस्तो दुखाउँछ नि त दुखाउँछ कि अब यो डिसाइड गर्नुभयो हेयर स्ट्रेटनर होइन रिङ लाइट पनि डिसाइड भयो अब हेयर स्ट्रेटनर पनि डिसाइड भइसक्यो र अब यहाँ चाहिँ कलर चाहिँ पाइँदैन होला दिदी यहाँ हेयर कलर चाहिँ पाइँदैन होला है कलर अलिकति ड्यामेज भएको सुन्यौ कि कहाँ सुनेको कपाल कस्तो राम्रो कपाल थियो अनि कुन कलर होइन मतलब पुरै छुट्टीको दिन गएर होइसँग गएर हेरौँ ल पछि ल ओके हेरौँ ल गाली गर्छु कि होइन सम्झाउनु भयो मलाई कोही हेर्नुहोस् हो कि म अबको 2 महिनाभित्रमा म डाइसनको सेट किन्छु ओ माई गॉड डाइसन यहाँ लाखको पर्छ गाइस त्यो चाहिँ फेरि फाइनली गाइज हामीले हेयर स्ट्रेटनर एन्ड रिङ लाइट किनिसकेछौँ हेर्न सक्नुहुन्छ यादको आइसक्यौँ र धेरै भोक लागिरहेको थियो हामीलाई बिकज मैले पनि स्कुलबाट आएको थिएँ अनि के खाएको थिएँ बिहानदेखि र दिदी पनि रुममै हुनुहुन्थ्यो र दिदीले पनि के खानु भएको थिएन त्यसो अब चाहिँ म्याक खाने हामीले हाम्रो आइसकेको छ ल अब हामी म्याक खान्छौँ यो चाहिँ हाम्रो इचिबान फेभरेट हो दिदी त देखाउनु तपाईँलाई कस्तो लाग्छ म्याक फेभरेट खानु भन्दा अगाडि चाहिँ पहिला हामी दिदी बनाउँछौँ है हामीले म्याक खाएर हामी रुममा आइसकेको छौँ र अब चाहिँ हामी यो रिङ लाइट खोल्ने प्रोसेसिङ चालु गरिरहेको छौँ होइन रिङ लाइट कस्तो हुन्छ ल अब खोल्छौँ है हामी हाम्रो अनबक्सिङ हेर्न सक्नुहुन्छ हाम्रो रिङ लाइट चाहिँ बल्दैन अहिले पिन यस्तो रहेछ अनि हुँदैन अहिले चाहिँ अब यसको उल्याउनु पर्छ अनि अन गर्नुपर्छ पछि र हाम्रो हेयर स्ट्रेटनर चाहिँ हामी उयो गर्छौँ आज चाहिँ मेरो नेक्स्ट डे हो र हिजो चाहिँ हामीले रिङ लाइट किनेको थियौँ र त्यो प्लग नभएर चाहिँ बलेन डाइसोमा आएको छु त्यो प्लग लिनलाई सो गाइस जाम अनि के कस्तो हुन्छ देखाउँछु मैले हजुरलाई दिदीलाई पनि चाहिरहेको दुइटा लाग्छु है म चाहिँ अहिले दिदीको रुममा आइसकेको छु अनि दिदीको रुममा जाम है त र आज हजुरले दिसो भने के गर्नुभयो हामीले भनिदिनु पर्यो सुते उठे निराले वाउ नाइस कस्तो राम्रो म त त्यही कस्तो राम्रो म त पढेर है झ्याउलायो त्यस्तै हो र दिदी मैले चाहिँ त्यो रिङ लाइटको चाहिँ त्यो प्लग लिएर आइसकेको छु होइन हजुरको रिङ लाइटमा ट्राई गरौँ है आज ल यहाँ हामी ट्राई गर्छौँ र हामीले आज भिडियो पनि बनाउँछौँ र हामीले के गर्छौँ कहाँ जान्छौँ मैले सबैलाई देखाउँछु हाम्रो अझै धमाकेदार ब्लग बाँकी नै छ है गाइस यो अब बाल्दैछु अहिले यो लिएर आएको है मैले यो चाहिँ यस्तो थियो होइन हाम्रो रिङ लाइट वाउ नाइस हिजो त्यही भएर मेरो बलेन कि दिदी है र यसको अब ऊ पनि चेन्ज हुन्छ है यो लाइट यो हेर्न सक्नुहुन्छ मलाई चाहिँ एकदम मनपर्ने चाहिँ यो वाला कलर हो कि यो वाला कलर बडा मेल है यो मनपर्छ
एकदम कस्तो लाग्यो गाइज हजुरलाई हामीले यहाँ किनेको रिङ लाइट यो कस्तो लाग्यो भनिदिनु होला। अब चाहिँ मैले मेकअप गर्दैछु र अब ट्रान्जेक्सन भिडियोको लागि र अघि चाहिँ मैले यस्तो नर्मल चाहिँ भिडियो बनाइसकेँ टिकटकको लागि। अब चाहिँ मैले लेन्स लगाएर अब यो चाहिँ मैले लेन्स लाउँछु होइन, लेन्स कसरी लाउँछु मैले हजुरलाई देखाउँछु। र अब चाहिँ मेकअप गरेर फुल भिडियो चाहिँ बनाउने होइन, ब्याड गर्ल सङ बनाइरहेको छु मैले। एन्ड हजुरले मेरो टिकटक चाहिँ शिवान तिरुवा 1 टिकटकै त्यहाँ गएर हेर्न सक्नुहुन्छ। अब चाहिँ हाल्छु है जानै जान्न। भयो के बिजायो आँखामा तल झारेको झारे गरे होला नि त्यही भएर त्यहाँ तल खस्यो भने त्यस्तो हुन्छ एकछिन। खै राम देखेछ धेरै तल नखसाला कि यस्तो दिइदिनु भयो नि त्यो लाथिन के तल धेरैचोटि खसाल्यो क्या हो खस्यो त्यही भएर उता नहेर नि त ऐनामा बिजाएर आँखा म समात्दिउँ म गर्छु 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 गर्दा गर म गर्दिनँ गयो त नि भइसक्यो बिजायो फेरि बिजाउँदैन त यत्रो खेलाइसी हातमा अनि ओ माइ गॉड लुक हेर्नु न पुरै चेन्ज भइसक्यो के लाएर त गद्दारी गर्दै सियानी गाइस आइसको लेन्स लगाएर चाहिँ मैले मेकअप गरेर लाएन अहिले। हामी चाहिँ अर्जेन्ट काम पऱ्यो त्यहाँ तरकारी लिनै जाने पानी लिनु जाने होइन, बिकज 8 बजे बन्द भइहाल्छ कि 8 बजे लगाइसकेको छ दिदी। सो हामी चाहिँ मेकअप गर्नुभन्दा अगाडि चाहिँ अब तरकारी लिनु जान्छौँ टपमा र के गर्छौँ त्यहाँ मैले हजुरलाई सबै देखाउँछु अनि त्यसपछि मेकअप गर्छु गाइस। गाइस यो हाम्रो पानीको डिब्बा रिकमेन्ड गर्नु मेरो त खतरा आइरहेको के हो चम्किरहेको मेरो रुममा पुगिसक्यौँ। अब चाहिँ हाम्रो मेकअप स्टार्ट हुन्छ है। This is my final look. So guys आज चाहिँ हाम्रो नेक्स्ट डे हो र आज रातिको 10 बजिसक्यो होइन। हिजो राति चाहिँ अब भिडियो बनाएर अनि सुतो टिटो बनाएर र आज अहिले चाहिँ 10 बजिरहेको छ रातिको अनि हिउँ परिरहेको के त्यही भएर हामी बाहिर निस्केर छौँ टिटो बनाउनको लागि। हेर्न सक्नुहुन्छ यस्तो लास्टै हिउँ परिरहेको है र म देखाउँछु ब्याक क्यामेरा गरेर हजुरहरूलाई। हुन्छ हिउँ खै दिदी दिदी कस्तो भइरहेको तपाईँलाई? जाडो भयो जाडो जाडो एकदम जाडो भइरहेछ है। टिकटकको लागि पनि हामीहरू चाहिँ रातिको 10:30-11 बजे पनि हामी बाहिर आइरहेछौँ कि यहाँ। फर्स्ट स्नोफल है यो चाहिँ मेरो कस्तो राम्रो छ। माइ गड उता जिमै आगि अनि उता चाहिँ लाइट अफ भइसकेको छ नि त। अब यहाँ सबै कुरो घुमाइसक्यो अनि हामी दिदी कस्तो लागिरहेको तपाईँलाई? जाडो भएर स्नोफल लास्ट हिउँबाट चाहिँ त्यस्तो भइरहेको होइन। अनि टिकटक भिडियो आउँदै हुनुहुन्छ र हजुरलाई मेरो ब्लग कस्तो लाग्यो प्लिज भनिदिनु होला र कमेन्ट गरिदिनु होला र लास्ट चाहिँ म रुममा जान्छु। बाई बाई।